तितो मितो नोकझोक हुन्छ किनकि हाम्रो सुनको जस्तो भाषा तपाईहरु लानु भएको छ हैन हामीले पढायौं लेखायौं यत्रो जवानी बनाएर गर्दाखेरि तपाईहरुसँग तितो मितो भयो अगाडि तितो पछाडि हुन्छ अझै के भन्नुपर्ने त उनीहरुलाई भन्छु तपाईहरुलाई गाली गरेर के गरेर त केही उयो छैन हैन र तपाईहरु जुन चाहिँ हिसाबले आउनु भयो हामीलाई खुसी नै छ त्यो हिसाबले हैन र अझै हाम्रो परिवार चाहिँ पुरा छ यस्तो यो सिक्किमको झोल चाहिँ पुरा चाहिन्छ खुसी नै छ हाम्रो छोरी तपाईहरुले जस्तो लानु भएको छ है पढेको लेखाकै छौं हामीले हाम्रो ज्वाइँ पनि पढे लेखाको हुन्छ है सुनको भाषा सम्झेर लानु भएको छ सबै घडी हैन कहिले मिल्छ त्यति बेला हामी तपाईहरुलाई सबै खबर दिन्छ र अहिले हामीले जुन तपाईहरुले जुन चाहिँ हामीलाई खबर दिनुभयो हामीले त्यस्तै रिप्लाई दियौं र उपरान्त हामी प्रोग्रामको लागि आएको थियौं तपाईहरुले आफैलाई यो गरिदिनु भयो र अब आउने यो 15 र 16 14 संक्रान्ति रहेछ आखिर यो हामी फेरि अब तपाईहरु समक्ष यो बिदा माग्नुको लागि हामीले यो एउटा गएको छैन अनि तल गाडीमा कति छ दुईजना छ आएको छैन कहाँ छ तिमी सुमिका र अझ कहाँ छ बाहिर थियो बाहिर अब निक्लिँदैछ ल उनीहरुलाई बाहिर ल्याइदिनु भाइ बाहिर छ कस्तो खुसी छ आज खुसी ह्याप्पी एकै त बेटा एकै त बेटा मेरा बेटा लाल सङ्गीता खाँचे खोजे Vicky, uyo लानु सकाइदिन ल अब हामी त माथिबाट हर्यौ दाइ सामान दाइ हुन्छ सामान त त्यस्तो
त्यहाँदेखिको निकाल्नु न सामान अहिले मान्छे जाउँ योबाट सक्दैन सामान अहिले नजिमा भूमि मिस होइन न जाउँ 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 छिटो जाउँ न अहिले फर्स्टमा आइहाल्यो फर्स्टमा जानु पर्यो Aduh Tom. Mr. Tom. Tomika. Cheese. Kanjandi. Tenzing. Aduh Tendu. Cho. Imu. Chopel. Bye. Left ko Sangeeta. Tom. ल डेमो चाबी लिएर सामान यो भाइले ओसार्छ कि केसँग चाबी दिए भन्दा केसँग चाबी भन्नुपर्छ चाबीको अस्टेन्डो बोलाउनु ल आउनुहोस् ल जुन टिपेन अब अहिलेको त पहिलाको जस्तो छैन अब पहिला जस्तो र पनि अलिअलि अब कतिवटा भूमिकाहरू बुझाउनु पऱ्यो गराउनु पऱ्यो आफै छोरी सोचेपछि मेरो छोरीले आमा सोच्यो भने घर राम्रो पनि होला बुढा मात्रै सोच्यो भने घर राम्रो हुँदैन दुईटा सब पुरो फ्यामिलीले नै आफ्नोमा सोच्नुपर्छ किनभने मैले यस्तो फ्यामिली त बहुत देखेको छु कारण कतिजना बुहारीहरूले आफ्नो बुढा छोरा के सम्झिन्छ यो चाहिँ बुझ्दैन त्यहाँको बस्यो अब त्यही हेर्नुपट्टि यहाँ त अब भइहाल्यो हामीले यत्रो हुर्का बुढा अब बुझेर हेरेर गएको रहेछ अब गएर उता पनि गरेर खानु कारण यहाँ पनि यत्रो दिन बस्दाखेरि राम्रै गरेको थियो घर राम्रो सफा सुग्घर दिनु सबैको चाहिँ यसले गर्यो यहाँनिर जस्तो चलाएको थियो त्यहाँ पनि गएर त्यसमै गरोस् पढाउनु भयो बढाउनु भयो के जति सिकाउनु भयो अब रहेको सिक्नुपर्ने कुराहरू एउटा दिनुहोस् त भइहाल्यो चिना उहाँ अनम्यारिड हो नि उहाँ चिना दिदीहरूलाई सम्झिनेहरूसँग चिनाइदिए यता आमा दिदी आन्टी म छेमा बहिनीहरूको कुरो चिना लु यो लानुहोस् तपाईँको मुनि झर्लाई आउनुहोस् प्राय प्रायताको साथी होइन भनेपछि यहाँ अजीबाट उयो छ हाम्रो राम उता हाम्रोपट्टिबाट अजी राममालिज यहाँ रामपाजु छ राममालिज यहाँ रहेछ बस्छ मणि भाइ
हुन्छ लु नानी तिमी पल्लो चाहिँ बस्छ चिनाइदिए आज त चिनाउनै पर्यो यहाँ आमा यो लान्छ त्यसले चिनाउँदैछ जानुहोस् अझै अर्को अझै माइली अझै एकछिन बस जाऊ उसको खै अझैको भाग माइली अझै यता माइली उसको सक्दैन बिमार हुन्छ कि ललित मामा भनेर माइजू चिना ऊ त उठ्नु सक्दैन उसको बदली मै उठेँ बडी अब तिमीले जेठा मामा माइजू भनेर मामाको भाग दिएन यता उहाँलाई भित्र पठाइदिनु हुन्छ भाउजू कि अन्त नानालाई उता चिना न चिनाको लामा यहाँ चाहिँ हामीले ल्याएको दिदी छ्यामा मामा यता तल राख्नुभयो दाजु यहाँ राख्नुभयो तपाईँले बजार लाउनु पर्दैन हुन्छ म एउटा कुरा भन्छु हजुर मैले कुरा सम्पन्न गर्ने मौका त तपाईँहरूले दिनुभयो नि त हजुर हजुर ज्वाइँको पार्टीलाई हामीहरूको एकदमै आन्तरिक हृदयबाट धन्यवाद छ अनि तपाईँले एउटा भन्नुभयो नि भुलचुक भयो भने माफ गरिदिनु आजकल त माफ त त्यसै कहाँ हुन्छ डाइरेक्ट हजुर हजुर माफ त बोतल छैन होइन यहाँले एउटा कुरा पनि भने कि बस्नु इच्छा हुँदा हुँदै पनि हजुर हजुर होइन 10 बजीसम्म बसौँ न यस्तै कुराकानीमा कहानी निक्ले होइन मैले पनि यस्तै चुरी डन्डामा बिहार लिएर गएका थिएँ तकबरमा 1 बजी सक्यो छोड्दैन 2 बजी सक्यो छोड्दैन मलाई बोलायो खाना खान बोलायो 2 बजी गयो खाना खाना अलिकति छिटो गर्दै जाने नि बुढोले सुनेछ त्यो को बोल्ने 4 बजी छोड्नु भनेर के सम्झे यहाँको कुरा सुन्दा चाहिँ म पहिला बुझिहालेको नि हजुर हजुर हामीलाई त 1 बजीसम्म छोडेको 2 बजी मलाई खाना खानु बोलायो भोलि त भोलि बिहान 6 बजीतिर माफ गर्नुहोस् ल हाम्रो त हिजो घडी बन्द भएछ त्यो त खाएको सकेपछि